उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले चालू आर्थिक वर्षका लागि अघिल्लो सरकारले निर्यात अनुदान शीर्षकमा 10,000 मात्रै छुट्याएको कारण वर्तमान सरकारले त्यस्तो अनुदान दिन सक्ने अवस्था नरहेको बताउनु भएको छ। काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले विदेशी मुद्रा भित्र्याउने निर्यातले विशेष भूमिका खेले पनि तत्कालीन सरकारले अकमण्डताका कारण निर्यात व्यवसायलाई अनुदान दिन आफूहरूले नसक्ने बताउनु भएको हो। उहाँले जनताले भोट दिएर जिताएकाहरूले राम्रोसँग काम नगरिदिँदा यस्तो समस्या देखा परेकाले आगामी दिनमा सक्षम मान्छेलाई मात्रै जिताएर संसदमा पठाउन आग्रह गर्नु भएको छ। मन्त्री सिन्हाले नयाँ निर्यात प्रोत्साहन कार्यक्रमका लागि कार्यविधि तयार गर्न लागि र कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको समेत बताउनु भएको छ। आएको बजेटमा निर्यातमा अनुदानको शीर्षक अन्तर्गत जम्मा जम्मी 10,000 रुपियाँ त्यहाँ राखिएको कुरा अधिकांश मसँग छलफलमा आउनुभएका व्यवसायीहरूलाई थाहा पनि रहेनछ। अब जुन बजेट जुन हामी बनाउन सक्ने अवस्था छैन, हामीले एलोकेट गर्न सक्ने अवस्था छैन, हामीसँग त्यो सीमितता रहेको छ, त्यो बजेट हामीहरूले त्यसलाई निरन्तरता दिन सकेनौँ। किन भन्दा कि जम्मा जम्मी 10,000 रुपियाँको बजेट बनाएर खातामा पैसा राखिएको छ। उहाँले मेक इन नेपाल र मेड इन नेपाल जस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ। उहाँका अनुसार गुणस्तर परीक्षणका लागि प्रयोगशालाको स्तर उन्नति गर्ने काम भइरहेको हो। गुणस्तर विभाग जलेका कारणले शून्यबाट काम सुरु गर्नुपर्ने अवस्थाले गर्दा पनि केही चुनौती थपिएको मन्त्री सिन्हाले जनाउनु भएको छ।